धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभापति महोदयज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण, सहकर्मी शिक्षक साथीहरू, कक्षा 9 र कक्षा 10 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सम्पूर्णमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। आज मिति 2081 साल फागुन महिनाको 21 गते कक्षा 9 द्वारा कक्षा 10 का भाइ बहिनीहरूलाई विदाई कार्यक्रम गर्न गइरहेका छौँ। हामी एकातर्फ हामीलाई खुसी लागेको छ भने एकातर्फ हामीलाई दुःख पनि लागिरहेको छ। खुसी यस अर्थमा छौँ, हाम्रा प्यारा भाइ बहिनीहरूले 10 वर्ष गरेको कमाईको मेहनतको फल प्राप्त गर्ने सङ्घारमा छ भने दुःखद यस अर्थमा लागेको छ कि कक्षा नर्सरीदेखि पढ्दै गरेका भाइ बहिनीहरूलाई विदाई गर्नुपर्दा हामीलाई अत्यन्तै दुःख लागिरहेको छ। मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले चालेका हरेक कदमहरूमा सफलता मिलोस्, सोचेको सबै पुगोस् भन्ने कामना गर्दछु। तिमीहरू आफ्नै परिवेश, आफ्नै गाउँ र आफ्नै ठाउँ, आफ्नै रीतिरिवाज, चालचलन र वेशभूषामा हुर्केर आज यहाँसम्म आइपुगेका छौँ। हामी उच्च शिक्षा अध्ययन गर्नको लागि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै जाँदा हामीले जीवन सोचे जस्तो सहज सरल नहुन पनि सक्छ। ध्यान दिएर सुन भाइ बहिनीहरू, म एउटा कक्षा शिक्षक भएको नाताले र आफूले जीवनमा भोगेका र देखेका, अनुभव गरेका र महसुस गरेका कुराहरूलाई पनि म केही भन्न चाहन्छु। हामीले सोचे जस्तो जिन्दगी पक्कै पनि छैन। हामीले रहर गरेका कुराहरू पनि पुरा नहुन सक्छ र पनि जिन्दगीमा हामीले कहिल्यै पनि हरेस खान हुँदैन। हामीले पढ्दै जाँदा, कामहरू गर्दै जाँदा हामीलाई असफलता मिल्न सक्छ र पनि हामीले कहिले पनि आत्तिनु हुँदैन, सङ्घर्ष गर्न छाड्नु हुँदैन र सुख पायो भनेर मात्तिने र दुःख पायो भनेर आत्तिने काम हामीले कहिले पनि गर्नु हुँदैन। हामीले यी कुराहरूलाई मध्यनजर गरेर अगाडि बढ्ने हो भने हामीले जिन्दगीमा ठुलो सफलता मिल्नेछ। हामीले सोचेको कुराहरू पुरा हुनेछ र तिमीहरूप्रति जुन बुवा आमाको एउटा आशा भरोसा होइन, जुन सपनाहरू देख्नु भएको छ, ती सपनाहरू पुरा गर्नको लागि एक खुड्किला एउटा माध्यम, एउटा इँटाको रूपमा थपिनेछ र जीवनमा जति सुकै दुःख किन नआओस् होइन, त्यस्तो अवस्थामा पनि नआत्तिएर धैर्यता भएर एउटा सहनशील भएर होइन, नरिसाएर अगाडि बढ्नेछौँ भन्ने म पूर्ण विश्वास र आशा मैले राखेको छु र मेरा विद्यार्थी भाइ बहिनीहरूलाई यो आउँदै गरेको एससीको एकदमै धेरै धेरै शुभकामना दिन चाहन्छु। परीक्षा हरेक जीवन र हरेक मोडमा हामीले दिइरहेकै हुन्छौँ र पनि हामीले यो औपचारिक रूपमा दिनुपर्ने परीक्षामा एकदमै नआत्तिएर होइन, नआत्तिएर एकदमै आफूले आत्मविश्वासका साथ नहडबडाइकन बिस्तारै आफूले पढेका कुराहरूलाई राम्रोसँगले लेख्नु हुनेछ र राम्रो नतिजा हासिल गर्नुहुनेछ भन्ने आशा र उज्जवल भविष्यको लागि म धेरै धेरै शुभकामना दिँदै म यस मञ्चबाट ओझेल पर्न चाहन्छु। धन्यवाद।